सो साथीहरू, यदि हजुरहरू मौरीको सोकिङ हुनुहुन्छ भने आज हामीले एक घार मौरीबाट 2 घार कसरी डिभिजन गर्ने त्यो जानकारी दिन गइरहेको छु। यो मौरीले क्वीन सेल हालिसकेको छ। यहाँनिर भाले पनि घुमिएको, अघि मैले एउटा योभन्दा पहिलो भिडियो हालेको थिएँ, त्यसमा भालेहरूले घुमेको छ। अब हामीले यो मौरी भागेर अरू कसैको घारमा गइहाल्छ, त्योभन्दा पहिला चाहिँ हामीले घारलाई चाहिँ डिभिजन गर्ने तरिका मेरो तरिका चाहिँ देखाउँछु हजुरहरूलाई। मैले सबैभन्दा पहिला जुन यो पोजिसनमा यो घार छ, योदेखि मैले 1 फुट यता घार सार्छु। यो यसरी 1 फुट मैले यता सार्दिएँ यो घारलाई। सो अब त्यसबाट 1 फुट मैले यता सारिसकेँ। अब मैले जुन नयाँ घार छ हाम्रो डिभिजन गर्ने घार, त्यसलाई चाहिँ फेरि यो पोजिसनमा राख्छु। यहाँनिर यो जुन बिचको ग्याप छ त्यो ग्यापलाई मैले यहाँनिर ग्याप राखिदिन्छु। यसरी अब मैले यो सार्ने घार चाहिँ यो हो। यो घारलाई चाहिँ मैले अब यहाँ राख्छु यसरी। सो अब मैले यो घार खोल्न गइरहेको छु, हजुरहरूलाई देखाउँछु। यहाँनिर एकदमै स्ट्रङ गोला छ यो। यहाँनिर केही मौरीहरू अलि बाहिर आएर बसिरहेछ, हेर्न सक्नुहुन्छ। यति स्ट्रङ गोला छ यो। यसले 9 फ्रेम भरिसकेको छ। गोला डिभिजन गर्दाखेरि हामीले के ध्यान दिनुपर्ने हुन्छ भने जुन पुरानो रानी छ त्यो रानीलाई हामीले नयाँ बक्सामा लिनुपर्ने हुन्छ र जुन बन्दै गरेको रानीलाई चाहिँ हामीले यहीँ छोड्नुपर्ने हुन्छ। सर्वप्रथम त मैले 1 बाई 1 चेक गर्छु कुनमा चाहिँ क्वीन सेल छ त है। यो चाहिँ मैले खाली फ्रेम निकालिदिएँ। यसमा म हालेको छ, बच्चा हालेको छैन। यो फ्रेमलाई मैले यहीँ छोडिदिन्छु। त्यसपछि यो फ्रेम हेर्न सक्नुहुन्छ, यहाँनिर एकदमै टन्नै म हालेको छ। यो फ्रेममा पुरानो रानी छैन। त्यसपछि यो फ्रेम म यहाँनिर क्वीन सेल हेर्न सक्नुहुन्छ। 2वटा रानी चाहिँ यहाँनिर उड्ने खाले भइसकेको छ। तल जुन यो थुन देखेको छ यो चाहिँ रानी हो, हेर्न सक्नुहुन्छ है। एउटा यता छ, एउटा यता छ। यो 2वटा रानी हो। यो रानी उड्दैछ। अब 2-4 दिनमा यो रानी बाहिर आउँछ। अब यसमा मैले पुरानो क्वीन हेर्दैछु। यहाँनिर यो फ्रेममा पनि पुरानो क्वीन हेर्न सक्नुहुन्छ। यहाँनिर देखियो है, यो हो क्वीन। देख्यौ कि नै? ऊ यहाँ लामो लामो पुछर गरेको देख्यौ? ल मैले यो क्वीनलाई चाहिँ यहाँ राखिदिएँ। अब हामीसँग पुरानो क्वीन यहाँ आइहाल्यो। कपडा पुरानो क्वीन हामीसँग गइसक्यो। अब हामीले बिन्दास भएर चाहिँ जुन फ्रेम लिँदा पनि हुन्छ। अब पुरानो क्वीनसँग मैले यहाँनिर यो क्वीन सेल हटाएर लिन्छु। यहाँनिर पनि अलिकति क्वीन सेल हालेको रहेछ यो। यसलाई मैले भाँचिदिन्छु। यसलाई भाँचेर एउटा फ्रेम यसलाई यहीँ राखिदिन्छु, किनभने नयाँ रानीले धेरै पिकअप गर्छ। यो फ्रेमलाई मैले यहीँ राखेँ। यो यहाँनिर पनि रानी सेल छ। यो सबैलाई मैले तोडिदिन्छु। यो रानी सेलहरू यसरी फालिदिनुपर्छ। यो
एउटै घरले अनलिमिटेड रानी हालेको छ किन, 4-4वटा रानी हालेको छ यसले। यसको रानी मैले तोडिदिएँ। यो रानी तोडिदिइसकेपछि यसमा अब रानी बन्ने कुनै केही छैन। यसलाई मैले यहाँ राखिदिन्छु, बिना रानीको फ्रेम एउटा। यसमा म हेर्नुहुन्छ कति छ है, सर्लकै माथिल्लोको भाग यो म टालेको छ, यो म हो माथिको भाग। यसमा पनि क्विन सेल, यो पनि क्विन नै हो, हेर्न सक्नुहुन्छ यहाँनिर एउटा थुन छ, यो पनि क्विन हो। अब दुईवटा क्विन त्यहाँ भयो, एउटा यो क्विन गरेर 3वटा क्विन राखिदियो यसमा। यो क्विनलाई मैले नष्ट गरिदिन्छु, हामीले 2वटा मात्र क्विन राख्ने हो। यो क्विनलाई नष्ट गरेर मैले यो घरमा राखिदिन्छु। त्यसपछि यहाँ पनि क्विन सेल हालिरहेछ, यसलाई पनि मैले तोडिदिन्छु। मौरी धेरै भएको कारणले थाहा हुँदैन कि हामीले प्रत्येक फ्रेममा आफूले यिनले आफ्नै मर्जीले क्विन सेल हालिरहेछ। एउटा यो फ्रेम दिन्छु यसमा, एउटा यो फ्रेम हो, एउटा क्विनसँगको फ्रेम छ। त्यसपछि अब यहाँनिर सबै बच्चा हालेको छ। क्विन छ कि क्विन सेल यहाँ पनि। यो आधार चाकामा जोडिएको छ यसमा। यहाँनिर तल के छ कि धेरै भएको ठाउँतिर छैन। अब मेन फ्रेम यो है, यहाँनिर छ क्विन, फेरि क्विन सेल। यसमा मौरी पनि थुप्रो छ, हेर्नु सक्नुहुन्छ। यस्तै मौरी छ, भाले कोष हेर्नुहोस्, यसमा छ क्विन। कतिवटा क्विन छ हेरौँ। यो जुन मोटो देखेको छ यो सबै भाले कोष हो, हेर्न सक्नुहुन्छ। यो सबै भाले कोषको हो। यहाँनिर यो क्विन काटिसकेको छ एउटा, यता देखाउँ त क्विन काटेको एउटा। यिनीहरूलाई अब आवश्यकको क्विन, यो उदाउनेवाला क्विन छ, हेर्न सक्नुहुन्छ यहाँनिर। यो टुप्पा कालो भयो नि यो थुन, यो क्विन एकदम पुरा पर्फेक्ट भइसक्यो। अब 2-4 दिनमै उदाउँछ यो। एउटा क्विन यहाँनिर यसमा देखियो। यो क्विनवाला हामीले यहीँ छोडिदिन्छौँ। त्यसपछि त्यहाँबाट सिफ्ट गर्नुपर्ने हो, त्यसलाई पनि त्यसमा पनि 2वटा क्विन छ। गाह्रो पो भयो त। यसमा हाम्रो पुरानो क्विन पनि यहीँ छ, नयाँ क्विन पनि 2वटा यहीँ छ। अब पुरानो क्विनलाई हामीले यता सिफ्ट गर्नुपर्छ। अब पुरानो क्विन देखिन्छ कि देखिन्न। 4 फ्रेम उता दिएँ, 5 फ्रेम यता छ। यसमा चाहिँ नयाँ रानीले चाहिँ एकदमै छिटो बच्चा बनाउँछ। उसलाई चाहिँ ऊ चाहिँ पुरानो रानी हो, त्यस कारणले गर्दाखेरि मैले चाहिँ 1 फ्रेम आजै उसलाई दिन्छु बच्चा। यो ल हेर्न सक्नुहुन्छ यहाँनिर 1 2 3 4 5 फ्रेम मैले एउटालाई दिएँ, जुन पुरानो रानीलाई। अब मैले खाली ठाउँमा अरू फ्रेम राखिदिन्छु। अब मैले यिनीहरूमा हनी च्याम्बर पनि जोडिदिने हो लगत्तै।
किनभने अब मैले यो हनी च्याम्बरको बिचमा एउटा राखिदिन्छु ताकि यसमा चाका जोरोस् र हामीले हनी च्याम्बर चढाइदिने हो। फेरि अब सिजन आउन लाग्यो मको। सो साथीहरू अब मैले यसमा चाहिँ 1 2 3 4 5 फ्रेम मौरी दिएँ पुरानो रानीलाई, अनि 2वटा हनी च्याम्बर फ्रेम र अरू बाँकी चाहिँ फुल फ्रेम दिएर चाहिँ यो बक्स अब मैले प्याक गर्छु। 10 फ्रेमको बक्स कम्प्लिट भइसक्यो है। यसमा हाम्रो पुरानो रानी गयो। अब यसमा एउटा फ्लाइको ढक्कन राखिदिएर यो अलिकति बाङ्गो छ त्यसैले हालेको मैले, यसलाई खासै हाल्नुपर्ने चाहिँ आवश्यक चाहिँ छैन यो। यो चाहिँ यसलाई एउटा पातलो खाले कभर ओराइदिने, उनीहरूले टेम्परेचर एउटै लेभलमा राख्छ त्यस कारणले एउटा पातलो कभर राख्नु दिनुपर्छ र अब यसको एउटा ढक्कन राखिदिनु पर्यो। डिभिजन साँझ गरिरहेको छौँ। अब भोलि बिहान के गर्छ, मौरी उड्छ अनि यसको मेन लोकेसन त यो हो, यहाँनिर बिचमा थियो घार पहिला। अब यता आउँछ मौरी ठ्याक्कै यहाँनिर आउँछ, केही मौरी त्यो घारमा जान्छ केही मौरी यता जान्छ, बराबर हेर्ने हामीले कुनमा चाहिँ ज्यादा मौरी गइरहेछ त त्यो घारलाई फेरि हल्का यता राखिदिने, अनि कम मौरी आइरहेछ भने त्यसलाई हल्का अलि यता राखिदिने। जब मौरी बराबर एउटै लेभलमा बराबर मौरीले काम गरिरहेको हुन्छ, बराबर उडिरहेको हुन्छ भनेपछि मौरी 50-50 हुन्छ। यो तरिकाले चाहिँ मैले चाहिँ घार डिभिजन गर्ने गरेको छु। अब हजुरहरूले के कसरी गर्नुहुन्छ, मेरो भिडियो के कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ कमेन्ट सेक्सनमा गएर। सो यो तरिकाले चाहिँ हामीले मौरीको घार डिभिजन गर्न सकिन्छ। सो यति भन्दै यस भिडियोबाट बिदा हुन्छु। हवस् त।